पाइँदैन भनेर पासपोर्ट रोका गर्छ अरे। अर्कातिर देश छोड भन्न पनि लगाइरहेको छ फेरि। अनि कसरी बुर्क उफ्रिएर जाने क्या हो सिमाना काटेर, यहाँबाट फुत्त उफ्रियो सिमाना पऱ्यो। कसरी देश छोड्छ? देश छोड पनि भन्दैछ। यस्तो बेलामा पार्टीभित्र एकजुट भएर एक ढिक्का भएर हामी अगाडि बढ्नुपर्ने बेलामा एमाले एकजुट भएर विरोधीको मुकाबला गर्नुपर्नेमा पार्टीभित्रै अन्तरसङ्घर्ष जनवाद भनेर वाहियात कुरा गरेर विरोधीका लैलैमा विरोधीलाई सघाउने काम केही मान्छेले गर्छन् भने त्यो अत्यन्तै दुःखद कुरा हो। अब देख्छन् प्रचण्डले, अब देख्छन्। एक ढङ्गले भन्ने भने त म त एकदम खुसी छु। दोस्रो नम्बर मेरै साथी, तेस्रो नम्बर मेरै साथी, चौथो नम्बर मेरै साथी, 6 नम्बर मेरै साथी। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। अब मेरा साथीले त प्रचण्डलाई घेरिसके, माओवादी पार्टी विघटन गराइदिए। काम गरेका छन् त्यहाँ गएर भए पनि माओवादी पार्टी सिधाइदियो। अब विप्लवजीहरूले माओवादी बनाउनु, माओवादी पार्टी भन्दा अब नेकपा माओवादी भनेको विप्लवजीहरूको पार्टी भयो। अब प्रचण्डहरू माओवादी पार्टीका होइनन्।